Hi, this is Mahi and I make glass paintings with face details. ल प्याकिङ गर्दै हजुरको कमेन्टहरु पढ्छु है त आज। यो चाहिँ मेरो क्रोचेट फ्लावरको कलेक्सनहरु हो अनि आज म बुके पनि पठाउँदै छु यो अर्डर सँगै। यहाँबाट थाहा हुन्छ कि हजुरहरुले मलाई कति आफ्नो ठान्नुहुन्छ भनेर उहाँले भन्नु भएको छ। दिदी तिहार आउन लाग्यो भाइटिका लगाइदिनु है भइहाल्छ नि। कसैलाई गिफ्ट दिँदाखेरि चाहिँ ह्यान्डमेड प्रोडक्ट्सहरु दिँदा एकदमै भ्यालुएबल हुन्छ जस्तो लाग्छ के मलाई चाहिँ। अनि स्पेशली मलाई बुके बनाउन चाहिँ एकदम रमाइलो लाग्छ। दिदी बिलिभ इन योरसेल्फ। अहिलेसम्म चाहिँ हजुरहरुले गर्दा नै आफूमा बिलिभ भइराको छ मलाई हैन सुरुदेखि नै। थ्यांक यू सो मच यति माया र सपोर्ट दिनु भएको छ। वाउ लास्टै राम्रो छ हजुरको कला यस्तै राम्रो गर्दै जानु होला शुभकामना छ है हजुरलाई भन्नुभएको छ उहाँले चाहिँ। धन्यवाद। यो अर्डर चाहिँ क्लाइन्टको नेफ्यूको लागि थियो सो उहाँले चकलेट पनि एड गर्नु भएको छ। धेरै जसोले दिदी नै भनिरहेको हुन्छ हैन सो मलाई लाग्छ मलाई हेर्नेहरू चाहिँ म भन्दा सानो एजको हुन सक्छ मोस्टली। सो उहाँहरुले चाहिँ म के भन्न चाहन्छु भने हैन म अहिले यस्तो फेजमा छु म आफै कन्फ्युज छु तर यति कुरा चाहिँ हो कि आफूलाई मन परेको काम आफूले गर्नु सक्ने काम अथवा गर्न चाहेको काम चाहिँ कसैले आएर गर्दिन्न तिमीले आफैले नै गर्नुपर्छ के। अनि मेबी धेरै प्रब्लम्सहरु आउन सक्छ फ्यामिली फ्रेन्ड्स रिलेसनशिप हैन त्यो सबै साइडमा लगाउने सबै छुट्टै हो। तिम्रो यो प्यासन एम अनि ड्रिम्स त्यो छुट्टै हो। सो चाहे तिमीलाई रुन मन लाग्यो भने रो नराम्रो फिल गरिरहेछौ गर बट तिमीले पनि अनि मैले पनि हामीले चाहेको काम चाहिँ कहिले पनि छोड्नु भएन चाहे जुनसुकै परिस्थिति आओस्। यति लामो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। सी यू टिल द नेक्स्ट टाइम।